2055 साल साउन 28 गतेको जन्म बिहान 8:45 जाँदाको जन्म रहेछ। जन्मिति अनुसारले चूडामणि राशिको नाम आउँछ। चुतेचोला अश्विनी नक्षत्र मेष राशिको चिन्ह छ। ग्रह दशा कस्तो छ? 27 वर्षमा चल्दै गर्दा शुक्र ग्रहको दशा छ एउटा ग्रह, दोस्रो ग्रह 28 सम्म चन्द्रमाको दशा छ अर्को ग्रह, र तेस्रो ग्रह भने 30 वर्षसम्म सङ्कटाको दशा छ। सङ्कटा चन्द्रमा र शुक्रका दशा रहेछन्। सङ्कटा शनि र चन्द्रमा तीनटाको पूजा गर्नुपर्छ। अत्यधिक खर्च गराउने ग्रह छ, उन्नतिमा बाधा गराउने ग्रह छ, स्वास्थ्य बिगार्ने ग्रह छ, देख्दा सोझो हुनुहुन्छ, एकदम छटपटे बानी हुन्छ। जे पनि छिटो चाहिन्छ तपाईलाई, ढिला सुस्ती गर्न कति पनि मन पर्दैन तपाईलाई। साह्रै बलिया ग्रहका योगहरू परेका छन्, तर त्यति राम्रा ग्रह दशा चाहिँ छैन। अलि होसियारीपूर्वक काम गर्नु। दाँत आँखा कम्मरमा समस्या ल्याउन सक्छ। सङ्कटा जेलनेल भोग्नुपर्ने अवस्था आउन सक्छ। दुश्मनी गराउन सक्छ। नराम्रो कुराहरू मनमा खेल्न सक्छ। सन्तानहरूलाई असर गर्न सक्छ। विशेष गरी होसियारीपूर्वक काम गर्नुपर्ने अवस्था परिस्थितिहरू देखिन्छन्। तपाईलाई धेरै धेरै धन्यवाद।